परदेश भनेको परदेश नै हुने रहेछ। माया त छ नि आफ्नो गाउँघर अनि आफन्तको, तर पनि यो परदेशमा एक्लो महसुस हुँदो रहेछ। परदेशमा दुःख सुख सन्चो बिसन्चो जे भए पनि काममा खटिनु पर्ने रहेछ। असारे मेलाको हलगोरु जस्तै बिहान जुरुक्क उठ्यो, केही नास्ता पानी खायो, ड्युटीतिरै हिँड्यो, फेरि साँझ फर्कियो, केही पकायो खायो सुत्यो। परदेशीको दिनचर्या यसरी नै बितिरहेको छ। जसले जति गफ लगाए पनि परदेश भनेको परदेश नै हुने रहेछ। असारे हलगोरु त बरु हिउँदमा आराम गर्न पाउँछ, तर यहाँ एक परदेशी, न घाम न पानी न हिउँद न बर्खा, सधैँभरि यस्तै। न खानाको मेसो, घरमा आमाले 84 व्यञ्जन बनाउनुहुन्थ्यो, यो भएन कि त्यो भएन कि कस्तो भयो, मिठो भएन कि भन्नुहुन्थ्यो। तर यहाँ मिठो भए नि नभए नि खानै पर्ने रहेछ। नखाएर पनि के गर्नु, आफै भोक बस्नु पर्छ। घरमा बिरामी हुँदा आमाले कति ख्याल गर्नुहुन्थ्यो, समय समयमा औषधि खुवाउनुहुन्थ्यो। औषधि नखाए रिसाउनुहुन्थ्यो, निको नहुन्जेलसम्म मेरो नजिकबाट कतै जानुहुन्थेन। तर यहाँ बिरामी हुँदा समेत बानी सोध्ने मान्छे हुँदैन। सायद यही भएर परदेश भनेको रहेछ।